वेलकम ब्याक टु माई च्यानल अगेन इट्स मी सुस्मिता हजुर नयाँ हुनुहुन्छ भने आज चाहिँ म तुर्कुको काउपातोरी यो सेन्टरमा छु अनि मसँग छ 20 युरो मसँग छ 20 युरो अनि आज 20 युरोमा म यहाँ गार्डनमा चाहिने सामानहरू किन्न गइरहेको छु प्लान्टहरू सो प्लान्ट लभर हो म 20 युरोमा के आउँछ कस्तो आउँछ अनि एउटा टपिटो खाने पनि छु मैले त्यसको लागि पैसा छुट्टाएको छु 3 युरो बाँकी सब यहाँ प्लान्टमा खर्च हुन्छ लेट्स सी गाइज लेट्स गो प्राइजहरू हेर्न सक्नुहुन्छ हजुरले यति महँगो यति फुलहरू चाहिँ म लिँदिनँ चाहिने कुराहरू चाहिँ लिन्छ है त सो प्राइज यहाँ चाहिँ 15 युरो यतिलाई होइन यो चाहिँ स्ट्रक होइन फुल हो स्ट्रबेरीको रुख जस्तै पात जस्तै थियो अनि यो चाहिँ टमाटर तर 15 युरोको मैले यति एउटा सिँगै किनेँ भने मसँग 5 युरो मात्र बच्छ सो नो फर्सी छ अनि धनियाँहरू छ सारीहरू पनि छ के लिने भएको छ सो म त्यही लिन्छु यो चाहिँ के भन्छ यसलाई मिन्ट सो के लिन्छु भनेर म हजुरलाई देखाउँछु सो गाइस मैले चाहिँ यो टमाटर यो चाहिँ फर्सी टमाटर अलिकति फली पनि स्यासहरू हेर्न सक्नुहुन्छ अनि एउटा चाहिँ मिन्ट लग्छ यति तिनवटा चाहिँ लान्छु यहाँबाट सो गाइज एउटा साग थपी अनि यति चाहिँ किनेँ अब बाल्कनीमा लगेर होला देखाउँछु यति पैसा अझै छ मसँग सो लेट्स गो यहाँ चाहिँ एकदमै सस्तोमा छ होइन यो जति पनि लिनुहुन्छ एउटा प्याकको 1 युरो मात्र हो कि 1 युरो मात्र हो जे पनि लिनुहुन्छ यसको च्याउको 1 युरो यो एउटा प्लास्टिकको 1 युरो हो त्यही भएर हजुरले यहाँबाट पनि सपिङ गर्न सक्नुहुन्छ सो गाइज हियर वी आर यो किने अनि नर्मलमा आएर चिया नखाए त कसरी जानु घर होइन सो म नर्मलमा आएर चिया खाँदैछु चाय लाट्टे यस्तो दामी छ सो लास्टमा चाहिँ हामीसँग चिया लात्ते छ अनि यो चाहिँ टकिटो पनि छ बचेको भनेको चाहिँ यो 15 सेन्ट हो यसको चाहिँ खै मैले देख्दिनँ त केही आउँछ जस्तो मलाई लाग्दैन सो यति नै छ 20 युरोमा गाइज यही हो म अनि मेरो सामानहरू सो गाइज वेलकम ब्याक मैले 20 युरो चाहिँ त्यसरी सकेँ त्यहाँ सेन्टरमा अनि यो चाहिँ मेरो बाल्कनी सफा गरेको भिडियो हजुरहरूले हेरिसक्नुभयो होला मैले यसरी सफा गरेको थिएँ गरिसकेपछि अनि मैले प्लान्टहरू रोपेको थिएँ नि त यसरी फर्सी रोपेको थिएँ म चाहिँ एभ्री समर यस्तै गर्छु कि अहिलेसम्म गर्दै आएको छु आई डोन्ट नो मलाई मनपर्छ अनि त्यसपछि मैले यसरी रोपेको थिएँ अनि सिमीहरू पनि यसरी रोपेको थिएँ हजुरले पुरानो भिडियो हेर्नुभयो भने देख्नुहुन्छ पुरै सिडहरू गनेर कति आउँछ यसको कति हुर्किन्छ भनेर रोपेको थिएँ तर सोचेको जस्तो हुँदैन रहेछ एकदमै कम हुने रहेछ लास्टमा आइपुग्दा मैले नसकेर पनि होला सो फर्सीको चाहिँ एकदमै धेरै जरा हुँदो रहेछ नि त यसरी बाल्कनीमा चाहिँ सायद हुँदैन होला जस्तो लागिरहेछ तर यति सानैमा यति धेरै जरा रहेछ फर्सीको अनि ठुलो भएपछि त झन् धेरै जराहरू हुन्छ होला नि त त्यही भएर हुँदैन जस्तो लागिरहेछ बाल्कनीमा तर लेट्स है यो चाहिँ हाम्रो एक्सपेरिमेन्ट हुनेवाला छ सो मेरो भिडियो लास्टसम्म अथवा कन्टिन्यू हेरिराख्नु होला थाहा हुन्छ हजुरले दुःख गर्नु पर्दैन घरमा यसरी सो त्यसपछि चाहिँ मैले लसुनहरू सबैहरू लगाइसकेको थिएँ त्यो बेला बाल्कनीमा यो चाहिँ पुरानो भिडियो हो अहिले म रिजल्ट पनि देखाउँछु कस्तरी भयो भनेर अनि मैले यहाँ चाहिँ मिक्स गरेर लसुन अनि त्यसपछि प्याज पनि लगाइदिएको थिएँ कि पछि थपेर सो योहरू पनि म हजुरलाई देखाउँछु नि हजुरलाई चाहिँ कतिको इन्ट्रेस्ट छ गार्डनमा मलाई चाहिँ एकदमै मनपर्छ कि म सक्दिनँ मसँग टाइम पनि छैन तैपनि मलाई रहर लाग्छ कि सो यसरी फर्सी यसरी के भन्छ यसलाई अब चाहिँ यो सिमी चाहिँ रोपेको है मैले यसरी सिमी फर्सी सब रोपेँ अनि लास्टमा पानी पर्ला जस्तो भएको थियो त्यही भएर सब मिची कि पानीभित्र पनि उनीहरू बाल्कनीमा पानी सानी हालेर सबै सफा गरेँ बाल्कनी त्यसपछि चाहिँ यो चाहिँ पुरानो भिडियो अनि अहिले चाहिँ मेरो बाल्कनी यस्तो छ गाइज अनि त्यसपछि म चाहिँ मेरो सबै प्लान्टहरू अब बाहिर राखिदिन लागेको कि समर आयो नि त अब घाम लाग्छ नि वेदर पनि राम्रो छ
वेदर अब +20 माथि हुन थालिसक्यो, त्यही भएर सबै बाहिर निकालिदिएको। यो चाहिँ हो फर्सी। अनि त्यसपछि अब यस्तै हो कि म बोर भएर एक्लै बस्नै सक्दिनँ कि मलाई केही न केही गर्नै पर्छ। सो म कहिले पनि बोरै फिल हुँदैन। मसँग यति धेरै हबीहरू छ कि टाइमै छैन क्या मलाई त्यो बोर फिल हुने, एक्लै फिल हुने त्यो टाइमै छैन। त्यही भएर म केही न केही गरि नै रहेको हुन्छु यसरी। अनि मैले सबै प्लान्टहरू चाहिँ बाहिर राखिदिएँ। अब सबै राखेँ मतलब कि सबै नुहाइधुवाइ गरेर प्लान्टहरूलाई पखाल गरेर रिपोर्टिङ गरेर, यो चाहिँ खुर्सानी हो, लेची खुर्सानी चाहिँ हुन्छ कि हुँदैन, रिपोर्टिङ गरेर यसरी राखिदियो। खुर्सानी चाहिँ मलाई मेरो साथीले दिएको होइन नि, त्यो साथीले पनि 1-2 वर्षसम्मै भइरहन्छ अरे कि इन्डोर प्लान्ट जसरी राख्ने, अनि फल्छ भनेर भन्दै थियो। लेट्स सी है, होप फर द बेस्ट। अनि यो चाहिँ पतेना भन्छ हाम्रोतिर चाहिँ, पुदिनाको रुख, मिन्ट क्या, मिन्ट। अनि त्यसपछि खुर्सानीहरू अनि फर्सीहरू लगाएको छु योपालि। आलु पनि लगाएको छु गाइज यो कन्टेनरमा। लेट्स सी हुन्छ कि हुँदैन, म हजुरलाई सबलाई मेरो रिजल्ट पनि देखाउँछु हार्भेस्ट गर्दासम्म। टमाटरहरू पनि त्यस्तो भएको छ। सो मैले अघि लिएर आएको टमाटर, साग र फर्सी चाहिँ अहिले रोपेको छैन, म हजुरलाई रोपेर पछि देखाउँछु। थ्याङ्क्स फर वाचिङ गाइज, बाई।